नमस्कार साथीहरू, नमस्कार सेवारो सम्पूर्ण साथीहरूलाई बादल पारी युट्युब च्यानलमा साथीहरू सम्पूर्ण साथीहरूलाई चाहिँ स्वागत छ है। आजको भिडियोमा चाहिँ साथीहरू म चाहिँ आज घरदेखि धेरै टाढा गएको छु, यानि कि पाँच थर पुगेको छु साथीहरू। पाँच थर हाम्रो पुर्खौली ठाउँमा आएको छु। काकाको घर, कान्छा काकाको घर यहाँ छ भने म चाहिँ यसले बारीमा डुल्दैछु। यहाँदेखि माथि राजन भाइको घर छ, अनि तल हाङ्गेमु दाजु, प्रकाश दाजु, साइला मैला दाजुहरूको घर छ है साथीहरू। म चाहिँ अहिले यहाँ आएको छु। यस्तो सिन छ यहाँ, हाङ्गेमु दाजुको घर, तल प्रकाश दाजुको घर छ। पारी फाक्चुवा भने यतापट्टि ओर्देन माथि टपमा औले छ भने फुलहरू कति राम्रो, गुलाबको फुल कति राम्रो। पर साइला दाजु माइला दाजु ओर्देन माथि देउराली कहाँ गयो त्यो? पाँच थर यासोकमा आइपुग्यो है साथीहरू। ल फुल कति राम्रो फुल छ। फुलै काकाको घरमा फुलै फुल। आलु चारो कसले खाएको छ यो फल? यसलाई भन्छ आलु बखडा। यता छ म चाहिँ आइपुगेको छु घरमा। यो के थुम यता पनि छ फुल। आलु बखडा कताको खान्छ नि के रहेछ त्यो? यतापट्टि आइज सुत्यो। सुन्तला पानी चाहिँ यहाँ आउँछ काकी? ढेक्की रातो टिन साइला दाईको, हरियो टिन माइला दाईको घर। हाङ्गेमु दाजु प्रकाश दाईको घर तल देखिएको छैन। कति राम्रो छ, सुन्दर चारवटा बार।